नमस्ते टासिदेलेक फ्याफुला सबैजनालाई म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र आजको यो भिडियो भने एकदमै खास रहेको छ अवश्य, किनभने तपाईले देख्न सक्नुहुनेछ मेरो अगाडि यता गौतम बुद्धको एउटा मूर्ति छ। गौतम बुद्ध जसले चाहिँ जोबाट चाहिँ अब बुद्ध धर्मको जन्म भयो है। बुद्ध धर्म भन्ने एउटा बुद्धिस्ट भनौं है, त्यसको चाहिँ जन्म भएको हैन। र यो बुद्ध धर्म भन्ने पनि एउटा त्यतिकै एउटा सामान्य एउटा धर्म नभइकन संसारमा एकदमै शान्ति जनाउने है, एउटा विश्व शान्ति जनाउने एउटा धर्म रहेको छ है। र त्यसैगरी बुद्ध भगवान यानी जुन चाहिँ यस्तो व्यक्ति थिए कि अब हामी सबैलाई थाहै छ उहाँको कहानी, भए तापनि म तपाईहरुलाई छोटो एउटा भन्ने छु है। अब उहाँ जन्मिनु पनि कहाँ जन्मियो भन्दाखेरि एउटा राजाको एउटा राजघरमा एउटा राजकुमारको है, एउटा राजकुमारमा उहाँले जन्म लियो। उहाँको नाम सिद्धार्थ गौतम थियो है। भने अब सानो हुँदा नै अब एउटा ऋषिले भविष्यवाणी गरे चाहिँ अब यदि उहाँले एउटा राजाको कर्तव्य निभाए भने उहाँ अब संसारलाई जित्न सक्ने राजा हुने है, एकदमै अब नाम भएको राजा हुने। र त्यसो नभए यदि उहाँले दरबार यानी राज परिवारबाट अब टाढा जानुभयो या राज परिवार छाड्नु भयो भने चाहिँ अब एउटा मानौं एउटा अब बुद्ध हुने जस्तो एउटा भविष्यवाणी गरेको हामी सबैलाई थाहा छ है। र त्यो सुन्न साथ त्यो थाहा पाउन साथ अनि उहाँको बुवा राजा शुद्धोधनले चाहिँ अब उहाँलाई आफ्नो छोरा राजकुमार सिद्धार्थ गौतमलाई चाहिँ राजदरबारदेखि कहिले बाहिर जान दिएन है। र त्यो मात्र नभइकन सिद्धार्थ गौतमको वरिपरि एउटा दुःख भन्ने चिज पनि छ भन्ने एउटा त्यो एउटा नामो निशान तक उहाँले देखाउनु भएन है, देख्न दिनु भएन। त्यतिको चाहिँ उहाँले अब रोकेर राख्नु भएको थियो है, एकदम जोगाएर राख्नु भएको थियो। र एक दिन अचानक अब उहाँ अब ठुलो हुँदै जाँदाखेरि त्यस्तै ठुलो हुँदै जाँदाखेरि चाहिँ एक दिन उहाँले अब राजदरबारबाट बाहिर निस्क्यो उहाँ। त्यो बेला चाहिँ राजाले सोच्यो होला कि अब त यत्रो साल भइसक्यो, अब त उले यो राजघर छोड्दैन होला भनेर हैन। र अब त्यसै क्रममा अनि अब गाउँ शहर घुम्ने बेला चाहिँ उहाँले दुःखहरू धेरै देख्यो। मान्छे बिरामी भएको, मान्छे मरेको है। मान्छे मरेको देख्दा उहाँले आफ्नो त्यो सारथी भन्छ के भन्छ त्यो चलाउने हैन, घोडा चलाउने, उहाँलाई सोध्यो कि यो के भएको भनेर। उसले अनि अब सिद्धार्थ गौतमलाई भन्नुभयो यसलाई मृत्यु भनिन्छ हैन। र सबैजना एक दिन मर्न नै पर्छ, चाहे तपाई होस् चाहे तपाईको बुबा होस् जो होस्, हामी सबै एक दिन मर्न नै पर्छ, सबैजना मरेरै जान्छ भनेर त्यस्तो एउटा अब त्यो मान्छेको एउटा सबभन्दा तितो सत्य भनौं कि के भनौं, त्यो चाहिँ हाम्रो मृत्यु हो नि त। र त्यो सुन्न साथ उहाँलाई एकदमै अब सिद्धार्थ गौतमलाई एकदमै दुःख लाग्यो है। र अब यो मृत्युबाट चाहिँ कसरी मुक्ति पाउने, के गर्न सकिँदो रहेछ भनेर चाहिँ उहाँले अनि त्यो दिन रात त्यसको सोचमा उहाँ डुबिरहनु भयो हैन। र एक दिन उहाँले दरबार त्याग्नु भयो, राजघर राज परिवार त्याग्नु भयो। त्यो जीवन त्यागिकन चाहिँ उहाँले ध्यानपट्टि लाग्नु भयो नि त। त्यसरी ध्यान गर्दा चाहिँ अनि जब उहाँ 35 वर्षको पुग्यो त्यो बेला चाहिँ उहाँले बुद्धत्व प्राप्त गरेको नि। त्यो बीचमा उहाँले धेरै अब धेरै
दुःख गरेको धेरै ध्यान गरेकोहरू छ हो त्यो कुराहरू जान्नु मन छ भने म अर्को भिडियोमा भनौँला है र 35 वर्षमा चाहिँ 35 वर्षको पुग्दा चाहिँ उहाँले बुद्धत्व प्राप्त गर्नुभयो र त्यसपछि त्यसको केही साल बाद उहाँले मतलब त्यसको केही साल बाद त हैन तर जब उहाँ 81 सालको हुनुभयो है 81 त्यो बेला चाहिँ उहाँको परिनिर्वाण भएको है र बुद्ध भगवान भन्दा पनि भयो गौतम बुद्ध अब जुन व्यक्तिबाट चाहिँ अब बुद्ध धर्म भन्ने चाहिँ एउटा जन्म भयो नि त बुद्ध धर्म भन्ने पनि छ भन्ने एउटा जन्म भयो जुन चाहिँ अब अहिले हामी बुद्धिस्ट भन्छौँ हामीले है बुद्धिस्ट भनेको बुद्धलाई मान्ने बुद्ध अब बुद्धले सिकाएको अब त्यसपछि लाग्ने है हामीहरू अनि हामी बुद्धिस्ट त्यही भएर चाहिँ हामी बुद्धिस्टहरूको लागि चाहिँ अब बुद्ध भने चाहिँ गौतम बुद्ध भनेको सबैभन्दा जति नै बुद्धहरू होस् जति नै भगवानहरू होस् हैन जति नै गुरुहरू होस् ती मध्ये सबैभन्दा महत्त्वपूर्ण सबैभन्दा जस्तै हामीले टिबेटनमा काडिन छेम्बो भन्छौँ है त्यो चाहिँ गौतम बुद्ध स्वयं उहाँ रहनु भएको छ है उहाँ हो र हामीले सकेसम्म यदि तपाईँ हामी बुद्धिस्ट हो भनेपछि हामीले सकेसम्म आफ्नो घरमा एउटा बुद्धको चाहिँ एउटा मूर्ति नभए फोटो है त्यो चाहिँ हामीले हुनै पर्छ है अब हाम्रो घरमा बुद्धिस्टहरू प्रायको घरमा अर्को फोटोहरू अब मूर्तिहरू त हुन्छ हाम्रो घरमा हैन तर हामीले एकदमै ध्यान दिनुपर्ने चाहिँ बुद्धको चाहिँ एउटा मूर्ति नभए फोटो चाहिँ हुनै पर्ने त्यो चाहिँ मलाई एकदमै आवश्यक लाग्यो है त्यो अब राख्नुपर्छ भनेको कारण चाहिँ हामीले अब दैनिक जीवनमा हामीले अब उहाँले अब मतलब उहाँ हाम्रो लागि कतिको आवश्यकता हो त्यो चाहिँ हामीले घरिघरि याद गर्नु पर्यो नि त त्यसको लागि भनेको है हजुर र अब यस्तो महत्त्वपूर्ण गौतम बुद्ध अब हो भने उहाँको पाठ कस्तो छ मन्त्र कस्तो छ प्रार्थना कस्तो छ भनेर चाहिँ म तपाईहरुलाई त्यो छोटो पाठ है जानकारी गराउने छु है र पाठ चाहिँ यस प्रकारको छ थप्के थुक्जे स्याके रिक्सु ठुङ शेङ्गे मेथुप धुइगे पुङजम्बा सेर्गे ल्युम्बो तबुर छिबेको स्याके क्याल्बो खेला छाछालो हजुर अब पाठ यस प्रकारको छ हैन अब अघि भने चाहिँ अब उहाँ यस्तो ठुलो एउटा राज परिवारमा है राजघरमा जन्मिनु भए तापनि उहाँले चाहिँ अनि सारा प्राणीहरूको निम्ति है सारा प्राणीहरू अब दुःख भोगेको त्योहरू देखेर चाहिँ त्यो दुःखबाट मुक्ति हुनको लागि चाहिँ उहाँले आफ्नो घर परिवार छोडेर ध्यान गरेर है र सबै त्यो जति पनि असुरहरू छ है मनको असुर होस् या बाहिरको असुरहरू होस् त्यो सबैबाट चाहिँ उहाँले मुक्ति पाएर चाहिँ अन्तमा चाहिँ उहाँले बुद्धत्व प्राप्त गर्नुभयो नि त हजुर त्यस्तो व्यक्ति त्यस्तो बुद्ध गौतम बुद्ध सिद्धार्थ गौतम बुद्धलाई चाहिँ अनि म ढोग गर्छु भनेको है त यस पाठको अर्थ चाहिँ त्यो अब पाठ यस्तो छ भने अब उहाँको मन्त्र कस्तो छ भन्दाखेरि तद्यथा ओम मुनि मुनि महामुनि शाक्यमुनाय स्वाहा है अब अहिले चाहिँ मैले तद्यथा भने कसैले त्याथा पनि भन्छ यसको चाहिँ फरक पर्छ जस्तो मलाई लागेन है एउटै हो कसैले त्याथा भन्दा पनि हुन्छ तद्यथा भन्दा पनि हुन्छ है त्यो चाहिँ त्यस्तो फरक रहेछ र यो मन्त्र भनेको तपाईँ हामीले अब 3 पटक जप्दा पनि भयो 7 पटक 21 पटक है 108 पटक है 200 300 400 तपाईले जति सक्नुहुन्छ त्यति जप्न सक्नुहुन्छ है र यो पाठ र मन्त्र पढिसकेपछि चाहिँ अन्तमा प्रार्थना गर्न चाहिँ एकदमै जरुरी छ है अब प्रार्थना चाहिँ यस प्रकारको छ देशेन शपा खेगु चिडान खर्दन कुसे छदन सिंगामजो खेगे छन्जो संबो चिडावा 대다 코나 다소 교로르쇼 켜라 되진 솔와 따베티 다소 강도 내배 사초소 내다 울풍 탑지 시와다 최단 다시 페워 제도소 맞아
अब यो प्रार्थना भनेको त्यही हो, सधैँ चाहिँ एउटै हो, प्रार्थना गर्नु आवश्यक छ है। यो प्रार्थनाको मतलब पनि त्यही हो। अब हामी प्राणीहरू, सारा प्राणीहरूले चाहिँ अब सधैँ सबै प्राणीको लागि सोच्नु पर्यो हामीले है त। सबभन्दा ठुलो कुरा त्यो भयो। र हामी सारा प्राणीहरू, संसारका सारा प्राणीहरूले चाहिँ अब जति पनि दुःखहरू छ त्यसबाट मुक्ति होस् है। अब दुःख भनेको धेरै प्रकारको छ, भोकको दुःख हैन, अब बिमारको दुःख है, अनि यताउता लडाइँ भएको दुःख, धेरै दुःखहरू छ, त्यो सबैबाट मुक्ति होस् है। र सोचेको जस्तो सबै अनि सोचेको जस्तो सबै पुरा होस् भनेर चाहिँ प्रार्थना गरेको हो, त्यही हो है। हस् त, अनि यो थियो भगवान् गौतम बुद्धको पाठ, मन्त्र र अन्तिममा प्रार्थना कसरी गर्ने भनेर जानकारी है। र त्यसै गरी अरू पनि पाठ, अब मन्त्र, प्रार्थनाहरू तपाईँहरूलाई बुझ्न मन छ भने कमेन्टमा लेख्नु होला है। र त्यसै गरी धर्म सम्बन्धित अरू पनि केही विषयमा जान्न मन छ भने कमेन्टमा लेख्नु होला। तपाईँले जे लेख्नु भएको मैले सधैँ याद गरिरहेको छु है। अनि एक दिन बिस्तारै अवश्य त्यस विषयमा चाहिँ म यसरी नै भिडियो बनाउने छु है। र त्यसो भन्दै भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा एकदम धन्यवाद। अनि सकेसम्म यो भिडियोहरू सेयर गरिदिनु होला है, सब्सक्राइब गरिदिनु होला। हजुर, हस् त, धन्यवाद।